एभ्रिवान वेलकम छ तपाईहरु सबैजनालाई मेरो भिडियोमा। र आजको मेरो भिडियो चाहिँ बिहान 9 बजेदेखि सुरुवात भइसकेको छ र यास्मिन बहिनीले इन्ट्रोडक्सन पनि दिँदैछ, उसको वेलकम गर्दैछ। र हामी चाहिँ अहिले बिहानै कहाँ हिँडेको भन्नुहुन्छ भने चाहिँ हामी छुप्पातर्फ लागेको। छुप्पा भन्ने जग्गा चाहिँ म पनि कति सेकेन्ड टाइम थर्ड टाइम भयो गएको, त्यहाँदेखि बेसी गएको छुइनँ। योसँग सेकेन्ड टाइम हो, तर एकदमै दामी लाग्छ मलाई चाहिँ। र म सँगसँगै तपाईहरुलाई पनि देखाउँछु कस्तो लाग्छ, हेरेर कमेन्ट गर्नुहोला। यो जग्गा चाहिँ मलाई एकदमै बस्नु बेसी मन पर्ने जग्गा चाहिँ यहाँनिर हो। यहाँ चाहिँ मलाई मजा लाग्छ, बस्नु पिस लाग्छ। र यहाँ चाहिँ मलाई बर दामी लाग्छ के यहाँ। अन्त अझै छ माथि पनि, म तपाईहरुलाई देखाउँछु। र हामी चाहिँ आधी बाटोदेखि चाहिँ हिँडेर जानुपर्ने रहेछ। र चाहिँ हामीले अलि तलै गाडी राखेर चाहिँ हिँडेर जाँदैछौँ। र यति दामी गुराँसहरू फुलिरहेको रहेछ। यहाँ चाहिँ केही होइन, अझै माथि ओभर दामी रहेछ। मैले चाहिँ सोचेको थिएँ तल त्यो उँधोपट्टिको मेला र यस्तो दामी छ त्यहाँनिर होला सायद भनेर चाहिँ, तर होइन रहेछ। हामी चाहिँ यो जग्गातिर आइपुग्यौँ। यो जग्गा पनि यस्तो दामी रहेछ, फर्स्ट टाइम आएको म चाहिँ। र हामी चाहिँ उकालो यस्तो सिँढी रहेछ, हेर्नुहोस् न, यस्तो उकालो हिँडेर जानुपर्ने। अन्त चाहिँ यो सिँढीमा चाहिँ ओह्रालो चाहिँ अझै त्यत्तिकै मान्छे ताताउँदैछ। यस्तो दामी गाउँ पनि। फेरि हामीबाट हिँडेको भन्दा अगाडि पनि त्यत्तिकै मान्छे गइरहेको छ, किनकि यहाँ चाहिँ गाडी चाहिँ पुग्दो रहेछ माथि एक्ज्याक्ट जग्गामा। तर आज चाहिँ सीएम साहब आउनु हुने कारणले गर्दाखेरि चाहिँ गाडीलाई माथि अब उयो जाम हुन्छ भनेर चाहिँ अरू गाडीलाई एलो गरेको थिएन। र हामी लोकलहरू चाहिँ हिँडेर जानुपर्ने पर्यो। र हामी एक्ज्याक्ट आउनुपर्ने जग्गा चाहिँ यही हो। र हामी आइपुग्यौँ पुग्यौँ। र मान्छेहरू एकदमै भेला भएर क्राउडेड भइरहेको छ, किनकि अब सीएम साहब आउने बेला हुँदैछ। र उता हाम्रो बर्फोङ एरियाको एमएलए सर पनि आउनुभयो। र यता चाहिँ गाडीमा आउनुहुन्छ जेकब खालिद सर हो। सर उहाँ हुनुहुन्छ, जानुहुँदैछ उता। र आजको प्रोग्राम चाहिँ के को विषयमा हो भनेर भन्नुहुन्छ भने चाहिँ स्टेट लेभल ग्यालको लोसर रहेछ। र आजको प्रोग्रामको लागि चाहिँ सेटअपहरू चाहिँ यसरी गरेको रहेछ। माथि चाहिँ एकदम दामी क्या, टक्टक्क। र हामी आमा छोरी पनि प्रोग्राममा बस्यौँ, अरू पनि त्यो साइडमा बहिनीहरू। र हामी पनि बस्यौँ। अब सीएम साहब पनि आइपुग्नु आँट्नु भएको छ, जस्तै 2-3 मिनट लाग्छ भन्नुहुँदै थियो। नटिपिदिने हामी अनुरोध गर्न चाहन्छौँ। र साथसाथै हामीले देखिरहेका छौँ विभिन्न। र हामीले त्यहीँनिर झालमुरी पनि खायौँ किनेर। त्यहाँनिर भैयाले झालमुरी पनि बेच्दै आएको रहेछ। र आजको स्टलहरू चाहिँ यसरी राखेको थियो। र म चाहिँ छेउमा गएर हेर्नु पनि पाइनँ, किनकि यही बेला सीएम साहब आउनु हुँदै थियो। र सीएम साहब पनि फाइनली आइपुग्नु भएर भिजिट गर्नु हुँदै थियो स्टलमा गएर। र त्यतिखेर यतानिर चाहिँ डान्स गर्दै वेलकम गर्नु हुँदैछ। र चाहिँ यता भिडमा सरले चाहिँ स्टल चेक गर्दै आउनु हुँदैछ। र चाहिँ यति बेसी भिड भएर चाहिँ सरलाई चाहिँ हामीले फर्स्टमा देख्नु पनि पाएको थिएन। र चाहिँ फाइनली सर र म्याडम चाहिँ हाम्रै अगाडि आइपुग्नु भयो। र आजको टोइलेट चाहिँ यसरी म्यानेज गरेर बनाइदिएको रहेछ, कस्तो मजाले बिचमा पारेर बोइज एन्ड गर्ल्सको एक-एकपट्टि कम्फर्टेबल टाइपको। र अलिकति यतापट्टि डाँडा रहेछ, त्यहाँबाट देखिने भ्यूहरू एकदमै दामी रहेछ। र मैले यहाँको वरिपरिको भ्यूहरू मजाले अगाडि राखिदिएको छु, हेर्नुहोस् मजाले, सबैजना इन्जोय गर्नुहोस्। र फाइनली तल झऱ्यौँ। र तल झरेर यसो हेरेको त छाङ्कु बार्दै रहेछ। र यसलाई चाहिँ छाङ्कु भन्दो रहेछ। र हामीले पनि यो छाङ्कुलाई चाहिँ टेस्ट गऱ्यौँ कस्तो हुँदो रहेछ भनेर। एकदम मिठो हुँदो रहेछ।
र आजको मेरो भिडियो चाहिँ यतिमा एन्ड हुन्छ. थ्याङ्क यू सो मच फर वाचिङ. बाई बाई. टेक केयर.